बना हाल्ने त्यही भिडियोमा त्यस्तै बनाएर हाल्ने मुला जिप लाइन हाल पहिले पहिले बुटपेट हाल त्यो अस्ति जेरतकोमा हेर त मुला जेरतको जिप लाइनमा मैले म लास्टमा झर्छु दाजु हो दाजु म लास्टमा झर्छु है म भएको एभ्री भिडियो मिलियन भ्युज गइरहेको हो दाजु म लास्टमा झर्छु है मेरो आइडी भएकोमा जेरतकोमा एभ्री भिडियोमा गइरहेको हुन्छ क्या मिलियन भ्युज कसको जेरथेकोमा अहिले जेरतको च्यानल बिग्रिसक्यो हेर्नु न त्यहाँ त्यसले अस्ति एक दुई हप्ता भिडियो हाल्यो नि त राम्रोसँग अहिले पनि आफै हुँदा पनि भिडियो अहिले अरूले हालिरहेको त्यो भाइहरूले हालिरहेको तिमी चाहिँ ठ्याक्कै एउटै रेगुलर टाइम पार त एकचोटि अनि त्यो घटी बढी नगरिकन आउ त कभर आउँछु त्यो मुजी वाल आइसी मर्छ मारे यार लागेको बान मुजीले त केले मारे मलाई 3000 के हेडा थियो यार मरेन तर 3000 के हेडा थियो मैले 3000 को त उही मेरो गेड हो के गरे ए कहाँ आइपुग्यो यार म त बर्खा रिभाइभ गरेर दूसरे भाई हमको भी बता दो ए एउटा मरेर यहाँनिर आएर यो रिभाइभल पोइन्टमा आएर बसेर रिभाइभ गर्नु नि भ्याइसकेको छ रन्डोले पहिला बचा दो नेपाली हो कस्तो बच्चा दो वेट नमरौँ नि यसरी राडीको बानहरूले कहाँबाट हान्छ यार कहाँ गएर बचाउनु भाई हमको बचाओ वेट गर एकछिन ल एकछिन इनिङ छ क्या एनिमी छ क्या ठीक है फटाक से बचा दो न जाके पटाक चाहिँ हान्छ नि मलाई नि हमको ऐसा ही बंदा चाहिए ए नेपाली हो कि नेपाली बोल न यार ला ओए सुपर जेरोक्स आ भिभ्याज आएर छ त जेरोक्स ए जेरोक्स यार जेरोक्स एफएफ आ सृजललाई मारेको जेरक्सले हो क्या हो म मार्छु त्यसलाई लाइभमा हो त्यो मासले मलाई नि हाने यार जेरोक्स के स्क्वाड है यार मजा बहुत है कमल दाइ अलिकति घोडो गरेर के मार्ने हो त्यो गरेर त्यसलाई पहने लुटपाट त गर्नु एकछिन नसकोस् अरू भन्दा नि केटा सँगै आऊ है मुजीहरू अहिले लास्टमा जेरक्स म्याच मेकिङ कसरी म्याच मेकिङ भयो त यार मेरो पिसी छ नि त एरनमा तिमी पिसीबाट हो अनि कहाँबाट हो त ए मुजी त्यही भएर पो रहेछ त नि पिसीबाट देखाइदियो त्यही भएर हो क्या अरे हो लाइट माने भयो त्यही त डबल भेकेर बोकेर बसिरहेको थियो कि चिक्ने ल जेरोक्स एफएफ सँग म्याच मेकिङ भयो यहाँ जेरोक्स हेर्नु न लु जोन सबै क्लिक भयो त अब गाडीमा चढ्दै थियो दिगो नि ए राडीको बान फेरि आए मलाई नै हान्न यार तपाईँलाई त्यस्तो लाग्यो भने त्यसो लाग्यो तलसम्म स्नेहा त्यसो लाग्यो मुलाई यहाँ 6 स्क्वाडै छ गन नलिकन कुद्या मुजी लुखुटुखु गेडा लाउँदै ढुक्क बस्नु न चासेले
तिमी आउँछु म कहाँ पो छ त्यो फेरि गाडी पनि 650 होइन होइन नि सक्दैन बिगार्नु के रे अब 600 टोक्नु हुन्छ कि 450 को त म त दुईजना बत्तै भनेर बसिरहेको थिएँ नि नहुँडा जस्तो हुन्छ कहाँ छ त्यो कहाँ छ त्यो जेरक्स कहाँ छ मेरो गेडा चुस मजा रहेछ यार मजाले लुट्नु तिमीलाई हान्नु पर्यो क्या तर जोत किल्ला चाहिँ त्यसले खेला हेर्दा जस्तो लागेन मलाई मलाई त उड्पिकरले वान ट्याप काटा हान्दा रहेछ मलाई त जोत हाने कि मैले त्यसलाई हान्थेँ होला कि त्यतिखेर मुजी गनै भेट्दैन यार कस्तो लौडा जस्तो ठाउँ हो कि मुजी अब सँगै आयो केटा मुजी म त यहाँ छु है लाइभ गर्दैन लाइभ गर्दैन लाइभ गरिरहेको जेरोक्स लाइभमा छ र छैन मैले हेरेको छैन लाइभमा रहेछ भने त्यो गाँड फुट्ने गरी हान्नुहोस् त्यसको सक्नु पऱ्यो नि त पहिले सुरु हान्दै 4 जना मिल्यो भने त हानिहाल्छ नि मुजी ए लामो एक्लै गएपछि त मुजी हान्दैन नि जी तिमीले सिक्दै मलाई त यार थै नखेल भाइ मुजी गेम अनस्टल हान्दै तिमी त मुजी त्यो हानेर पछाडिबाट आएर टाउकोमा ताकिरहेछ अनि मुजी म त डबल भेक्टरले त गरेर हान्दै के हो जान्न त्यो बुझ्दैछ यो पनि देखेँ नि भाषामा ड्रोन धन्न लिएर खेले रामले मेडी खोज्दै बस्दै जेरोक्सको नाम आउँछ होइन किलफिट भयो आएको आइज अघिदेखि नै सुजुक गेमिङहरू पनि म्याच मेकिङ गरेर सुजु गेम हेर्दा मोटेको बुढी होइन होइन होला हो युबी मोटेको बुढी हो राडीको छ 2 जना रानी यहाँ जेरोक्सले मारे मलाई चाहिँ कमाउँदैन जेरोक्स मलाई कसले मारे कतै मारे बुझ्दै होइन मर्छ कि अब के जेरोक्स फिसफुल हो त्यो मैले अहिले पनि वान ट्याप हाने यार भाइ बचो पिकमा आउन त्यो रन्टीहरू पिकमै छ क्या पिकमी हो ल भाइ बचाउँदा म पनि पिकमै जान्छु सक्यो भने नसक्यो भने ओके मरबादी गरेर हुँदैन पिकट मुजी ए रिकमेन्ड त हुँदैन रहेछ साँच्चै ए मा कस्तो ओभर मान्छे छ यार पिकमा नआउनु खाली हुनु यार सबजना पिकमै आइछ भने सबैलाई थाहा भएछ नि जेरक्स राख्यो भन्ने सबजना पिकमै छ चारैतिर टोकन समाजलाई राखेको हुन्छ है हामी फेरि मर्छौँ कोही नै त छैन कहानी हेर्नु सोजुबलाई मारेको जेरोक्सलाई बजे हुन्छ त्यो मान्छे 5 जना मान्छ सोजुब गेमिङ र जेरोक्स भन्ने चाहिँ खतरा हानिरहेको त हान्दा यार अब मुजीहरू सँगै झरौँ न यार जङ्गल छ नआइकन सकिहाल्छ कमलदाई उसलाई च्यान्टेलाई सबैले सोजुबलाई मारे भयो हुन्छ 600 को उसले बचाउँदै खै त अगाडि उसले बचाउँदै कति बचाउनु भाइले नि बिचरा पुछेर कामै लियो कता टोकन पाउँछ साला छैन बताइसु झन् पुछेर सक्यो भए पनि भएन यो तिनीहरू अहिले मारेर गयो भने हामीले टिम हार्छ बिमा शक्तिको अग्लो टावरको तल आउँछ केटा हो यहाँबाट जाउँ हामी बिस्तारै
पुसर्दै बस है बाचा जोन पुसर्दै तिनीहरू बिमा सत्य आइसक्यो है केटा हो कस्तो एउटा पनि गन नभेट्ने ठाउँ कस्तो मुनिको ठाउँ हो फुटाए 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 मैले फुटाए। मेडी नहीं है 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 तू हेर्नु एक फायर हान्ने बित्तिकै हान्छ त यार दाइ आयो हुर्किँदो क्या त्यसले ए थिर यत्रो बच्चाको एक किल त हानेको थिएँ हेर्नु पर्यो